नमस्कार दर्शकवृन्द, तपाईको भाग्यको ऐना भाग्य बिम्बमा हार्दिक स्वागत छ। म हुँ तपाईको प्रस्तुता। दर्शकवृन्द, आज 20 साल वैशाख 12 गते शनिबारको दिन। शनिबार अर्थात् न्यायका देवता, कर्मफलदाता भगवान शनिदेवको दिन। आज नवग्रहको गोचरले यस्तो भयंकर संकेत गरिरहेको छ कि आज शनिदेवले 3वटा राशिलाई उनीहरूको वर्षौंको मेहनतको फलस्वरूप राजा बनाउँदैछन्। तर 2वटा राशिमाथि भने शनिदेवको कडा दृष्टि पर्दैछ। उनीहरूले आज ठूलो आर्थिक नोक्सानी र मानहानिको सामना गर्नुपर्ने हुन सक्छ। भिडियो सुरु गर्नुअघि एउटा अत्यन्तै महत्त्वपूर्ण कुरा। शास्त्र भन्छ शनिदेवलाई प्रसन्न पार्ने सबैभन्दा ठूलो उपाय भनेको सत्कर्म र धर्मप्रतिको विश्वास हो। त्यसैले शनिदेवको कुदृष्टिबाट बच्न अहिले नै यो भिडियोलाई लाइक गरेर हाम्रो च्यानल भाग्य बिम्बलाई सब्स्क्राइब गरिहाल्नुहोस्। मेरो दाबी छ, जसले च्यानल सब्स्क्राइब गरेर कमेन्टमा जय शनिदेव लेख्छ, आज उसको जीवनमा आउन लागेको जस्तोसुकै ठूलो दुर्घटना वा सङ्कट पनि शनिदेवले तत्काल टालिदिनुहुनेछ। आउनुहोस् अब सुरु गरौँ तपाईको राशिको रहस्यमय फलादेश। पहिलो राशि मेष राशिबाट। मेष राशिका जातकहरू आज तपाईको हातमा सोचेभन्दा बढी पैसा आउनेछ। रोकिएका पुराना कामहरू एकाएक बन्नेछन्। तर सावधान, आज फलाम वा मसिनरी सामानबाट तपाईलाई ठूलो चोटपटक लाग्ने खतरा छ। त्यसैले आज सवारी साधन चलाउँदा एकदमै होस पुर्याउनुहोला। शुभ रङ कालो, शुभ अङ्क 9। वृष राशिका लागि आजको दिन रहस्यमय रहनेछ। तपाईलाई भित्रभित्रै सिद्ध्याउन खोज्ने गोप्य शत्रुहरूको आज नराम्रोसँग पर्दाफास हुनेछ। तपाईले केही गर्नै पर्दैन, शनिदेवले उनीहरूलाई आफै दण्ड दिनुहुनेछ। प्रेम सम्बन्धमा भने आज कुनै तेस्रो व्यक्तिको कारण शङ्का उत्पन्न हुन सक्छ। शुभ रङ सेतो, शुभ अङ्क 6। मिथुन राशिका दर्शकवृन्द, आज तपाईले आफ्नो रिसलाई कन्ट्रोल गर्न सक्नु भएन भने ठूलो पुलिस केस वा झमेलामा फस्न सक्नुहुन्छ। आज बिना कारण कसैसँग विवाद नगर्नुहोला। स्वास्थ्यमा हड्डी वा जोर्नीको दुखाइले सताउन सक्छ। तर व्यापार गर्नेहरूलाई भने आज बेलुकासम्ममा राम्रो नाफा मिल्नेछ। शुभ रङ हरियो, शुभ अङ्क 5। कर्कट राशिका लागि आजको दिन चमत्कारिक साबित हुनेछ। लामो समयदेखि टाउको दुखाइ बनेको ऋण वा आर्थिक सङ्कटबाट आज अचानक मुक्ति मिल्ने बाटो खुल्नेछ। परिवारमा कसैलाई गम्भीर रोग लागेको थियो भने आजबाट स्वास्थ्यमा जादुमय सुधार आउन थाल्नेछ। शुभ रङ सिल्भर, शुभ अङ्क 2। सिंह राशिका जातकहरूको आज हाकिम वा आफूभन्दा ठूला मानसँग इगोको लडाईँ हुन सक्छ। आफ्नो बोलीमा नियन्त्रण राख्नुहोला। तर अर्कोतर्फ सरकारी काम वा ठेक्कापट्टामा हात हाल्नु भएको छ भने आज तपाईलाई बबाल सफलता मिल्नेवाला छ। शुभ रङ सुन्तला, शुभ अङ्क 1। कन्या राशिका लागि आज विदेशसँग जोडिएका कामहरू रातारात सफल हुनेछन्। भिसाको पखाइमा हुनुहुन्छ भने खुसीको खबर मिल्नेछ। तर आज तपाईको आफ्नै पार्टनर वा व्यापारिक साझेदारले तपाईलाई धोका दिन सक्छन्। आज कसैलाई पनि ब्लाइन्डली अर्थात् अन्धो भएर विश्वास नगर्नुहोला। शुभ रङ गाढा हरियो, शुभ अङ्क 5। तुला राशिमा शनिदेव उच्चको मानिन्छ। त्यसैले आज तपाईको भाग्य 7औं आसमानमा हुनेछ। आज तपाईले जे छुटाउनुहुन्छ त्यो सुन बन्नेछ। शेयर बजार, लटरी वा जग्गा जमिनको कामबाट आज तपाईलाई यति धेरै नाफा हुन्छ कि हिजो कुरा काट्नेहरू आज तपाईसँग पैसा माग्न आउनेछन्। शुभ रङ चम्किलो सेतो, शुभ अङ्क 7। वृश्चिक राशिका जातकहरूको आज सत्यको जित हुनेछ। यदि अदालतमा कुनै मुद्दा चलिरहेको छ वा कसैले तपाईलाई फसाउन खोजेको छ भने आज फैसला तपाईको पक्षमा आउनेछ। कडा मेहनतको फल आज चाख्न पाइनेछ। परिवारसँग रमाइलो यात्राको योग पनि बनेको छ। शुभ रङ गाढा रातो, शुभ अङ्क 9। धनु राशिका लागि आजको दिन अलिकति चुनौतीपूर्ण छ। घरमा सम्पत्ति वा सानो कुरालाई लिएर दाजुभाइ बीच ठूलो महाभारत मच्चिन सक्छ। आज शान्त रहनुमै तपाईको भलाइ छ। तर विद्यार्थी वर्गका लागि भने आजको दिन एकदमै शुभ छ। पढाइमा राम्रो फोकस हुनेछ। शुभ रङ पहेँलो, शुभ अङ्क 3। मकर राशिको स्वामी नै शनिदेव हुन्। आज शनिदेवको पूर्ण कृपा तपाईमाथि छ। जागिरको खोजीमा हुनुहुन्छ भने आज अचानक अफर लेटर हात पर्न सक्छ। समाजमा तपाईको मान प्रतिष्ठा यसरी बढ्नेछ कि तपाईँ आफैलाई विश्वास गर्न गाह्रो हुनेछ। दिन एकदमै पावरफुल छ। शुभ रङ नीलो, शुभ अङ्क 8। कुम्भ राशिको साढे साथी ओह्रालो लागिसकेको छ, जसको कारण आज तपाईको दिमाग एकदमै शान्त र रिल्याक्स हुनेछ। आज तपाईले यस्तो महत्त्वपूर्ण निर्णय लिनुहुनेछ जसले तपाईको आगामी 5 वर्षको भविष्य सुरक्षित गर्नेछ। रोकिएको पैसा आज साँझसम्म खातामा आउनेछ। शुभ रङ कालो, शुभ अङ्क 4। मीन राशिका जातकहरू आज एकदमै सावधान रहनुहोला। आज तपाईलाई अनलाइन ठगी स्क्याम वा कसैले ब्ल्याकमेल गर्ने ठूलो खतरा छ। नचिनेको मान्छेको फोन कल वा मेसेजलाई रिप्लाई नगर्नुहोला।
आज पैसा आउँछ थोरै तर जान्छ धेरै, त्यसैले खर्चमा लगाम लगाउनुहोला। शुभ रङ सुनौलो, शुभ अङ्क 3। आजको विशेष उपाय सबै राशिहरूका लागि। दर्शकवृन्द, आज शनिदेवको दिन भएकोले बेलुका सूर्यास्तपछि पिपलको बोटमुनि तोरीको तेलको दियो बाल्नुहोला वा कालो कुकुरलाई रोटी खुवाउनुहोला। यसो गर्दा तपाईको जीवनका सम्पूर्ण कष्टहरू नाश हुनेछन्। यो थियो वैशाख 12 गते शनिबारको रहस्यमय राशिफल। भिडियोको सुरुमै भने जस्तै शनिदेवको कुदृष्टिबाट बच्न र जीवनमा सफलता पाउन अहिले नै यो भिडियोलाई लाइक गर्नुहोस् र भाग्यबिम्ब च्यानललाई सब्स्क्राइब गरिदिनुहोस्। कमेन्टमा जय शनिदेव लेख्नेहरूको आजको दिन सम्पूर्ण रूपमा सुरक्षित र शुभ बित्नेछ। तपाईको आजको दिन मङ्गलमय रहोस्। न्यायका देवता शनिदेवले सबैको कल्याण गरून्। नमस्कार।